यहाँ हाम्रो राई कान्छा दाजु हुनुहुन्छ है र केटाकेटीहरूले गीत गाउँथे राई माइलाले गाउँ छोडेछ भनेर गीत गाउँथे होइन रहेछ यहाँनिर चाहिँ राई कान्छाले चाहिँ गाउँ छोडेको छैन हो उहाँले चाहिँ खेतीपाती गरेर बसिरहनु भएको छ हो अन्त उहाँको घर है कुखुरा पालन गर्नुभएको छ हो गाई पालन गर्नुभएको छ यो घर है र एकदमै मेहनती हुनुहुन्छ उहाँ सबै कुराहरू ठिकठाक छ गाईलाई एकदमै राम्रो स्याहार गर्नुहुन्छ मान्छेलाई जस्तै सफा सुग्घर उहाँको दुईटा घर छ है यहाँ चाहिँ खाना पकाउने खाने भान्साघर तलतिर दोकान पनि छ है उहाँको के छ दोकानमा चाहिँ पाउँछ है को बस्छ दोकानमा चाहिँ अब गाउँको आउँ त खोल्दै दिनु पऱ्यो नि जसले भयो नि जसले भए पनि घरमा हुन्छ है एकजना घरमा चाहिँ हुनु पऱ्यो पर हो रमेशको काका यिनीहरूलाई के चाहियो कराउँदैछन् अब घाँस माग्नु थालेको नि यो इँटाले बारेको के गरेको यो पहिला सुँगुर बनाएको के को थियो सुँगुर बनाएको सुँगुरको खोल ए अच्छा गाईले सुँगुर हटाइदिएको हजुर यो मासु चाहिँ पोल्ट्री फार्म ए यो के अरे बारेको ए पोल्ट्री फार्म बस्ती कुखुरा फार्म ए अच्छा 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 यिनीहरूलाई छोडिदिएको अब यो पानी त आएको आएछ बन्द गर्नु पर्दैन पर्दैन उम्रेको पानी होला यो गाउँलाई चाहिँ के भन्छन् हौ गुरुङ गाउँ गुरुङ गाउँ